नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। महोत्तरीमा ट्र्याक्टरबाट मोटरसाइकललाई ठक्कर, एकजनाको मृत्यु। लोकसेवा आयोगले निकालेको विज्ञापन विरुद्ध आन्दोलन जारी, काठमाडौँमा बृहत विरोध प्रदर्शन। प्रतिनिधि सभामा कांग्रेसको अवरोध, प्रधानमन्त्रीले सम्बोधन गर्न पाएनन्। वन विधेयकको सम्बन्धमा संसदीय समितिबाट विज्ञहरूसँग परामर्श। वन क्षेत्रमा उद्योग स्थापनाको अनुमति नदिन सुझाव। र मिडिया काउन्सिल विधेयकको विरोध जारी, विधेयक फिर्ता लिनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाइयो। अब समाचार विस्तारमा। महोत्तरीमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। ज्यान जानेमा महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर 3 नवराजपुरका 18 वर्षका मनोज यादव छन्। सोमबार राति गौशाला औढी सडक खण्ड अन्तर्गत जङ्घा पुल नजिक औढीबाट गौशालातर्फ जाँदै गरेको J14279 नम्बरको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकलमा ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि बर्दिवास लग्दै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। हावाहुडी र वर्षाका कारण सप्तरीमा झण्डै 50 लाखको क्षति भएको छ। आज बिहान हावाहुडीका कारण सवारी साधन, इटाभट्टा, बिजुलीका तार, पोलमा क्षति भएको छ भने सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शम्भुनाथ नगरपालिका वडा नम्बर 5 कढौना बजारमा बिजुलीको पोल लडेर ना 5ख 5951 नम्बरको ट्रकमा क्षति भएको छ। त्यसैगरी खडग तथा शम्भुनाथ नगरपालिकामा हावाहुडीले सर्वसाधारणको घर भत्काउँदा करिब 10 लाखको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय तहका लागि लोकसेवा आयोगले निकालेको विज्ञापन विरुद्ध आन्दोलन जारी छ। यसै क्रममा मंगलबार आरक्षण बचाऊ आन्दोलनको आयोजनामा काठमाडौँमा बृहत विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरूले लोकसेवा आयोगको विरोध गर्दै नाराबाजी गरेका छन्। संवैधानिक अङ्गले नियम विपरीत विज्ञापन निकालेको उनीहरूको आरोप छ। आयोगले संविधान र ऐनलाई व्यवस्था गर्दै स्थानीय तहमा कर्मचारी भर्ना विज्ञापन निकालेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। संसदीय समितिले दिएको निर्देशन समेत नमानेर आयोगले दादागिरी देखाएको पनि उनीहरूको आरोप छ। प्रदर्शनमा मधेसी, आदिवासी जनजाति, दलित, अपाङ्ग सहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा अगुवाहरू सहभागी भएका थिए। त्यस्तै प्रदर्शनमा विभिन्न दलका नेताहरूको पनि सहभागिता थियो। जेठ 15 गते लोकसेवा आयोगले निकालेको 9161 कर्मचारी भर्ना विज्ञापनमा समावेशितालाई व्यवस्था गरिएको भन्दै उनीहरू लगातार विरोध गरिरहेका छन्। आयोगले 515 स्थानीय तहका लागि निकालेको विज्ञापनमा कानुनले तोकेको कोटाभन्दा कम सङ्ख्यामा आरक्षित कोटा छुट्याएको थियो। यसैबीच लोकसेवा आयोगले विभिन्न पदमा दरखास्त दाखिला गर्ने समयावधि 7 दिन थप गरेको छ। आयोगले फारम अनलाइनबाटै लिने व्यवस्था मिलाए पनि विगत 3 दिनदेखि वेबसाइटमा समस्या आएपछि आवेदकहरू निकै मर्कामा परेका थिए। आयोगले आज सूचना प्रकाशित गरी दरखास्त दिने अन्तिम मिति असार 10 गतेसम्म कायम गरिएको र यस पश्चात थप 7 दिन अर्थात् 17 गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ। आयोग यसपटक 515 स्थानीय तहका लागि विभिन्न 9161 पदका लागि आवेदन फारम माग गरेको छ। हालसम्म 1,65,000 भन्दा बढीले आवेदन दिइसकेका छन्। अब व्यावसायिक विश्रामपछि प्रतिनिधि सभामा कांग्रेसको अवरोध, प्रधानमन्त्रीले सम्बोधन गर्न पाएन। वन विधेयकको सम्बन्धमा संसदीय समितिबाट विज्ञहरूसँग परामर्श। वन क्षेत्रमा उद्योग स्थापनाको अनुमति नदिन सुझाव। र मिडिया काउन्सिल विधेयकको विरोध जारी, विधेयक फिर्ता लिनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाइयो। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार।
नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। कांग्रेस सांसदहरूको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पनि हुन सकेन। सभामुख कृष्णबहादुर महराले मंगलबारको बैठक प्रारम्भ भएको जानकारी गराउने बित्तिकै कांग्रेसका सांसदहरू उभिएका थिए। त्यतिकैमा सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरूले नाराबाजी गर्दै रोस्टम घेराउ गर्न पुगेका हुन्। सम्बोधनका लागि प्रधानमन्त्री ओली रोस्टरमा पुगे पनि कांग्रेस सांसदहरूको निरन्तर नाराबाजीपछि सम्बोधन हुन सकेन। ध्यानाकर्षण गराउँदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस सांसदहरूले संसदीय गरिमा कायम गर्न माग गर्दै नाराबाजी गरेका थिए। केही समयको नाराबाजीपछि सभामुखले बैठक बुधबारसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो। नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले संसदमा सधैँ विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताउनु भएको हो। हिजो बोल्थेँ नि प्रधानमन्त्रीलाई सुनाउनु थियो मैले त्यसलाई प्रधानमन्त्री मैले जवाब पनि प्रधानमन्त्री जवाब दिने होइन मेरो मैले दिएको विपक्षीले पहिले बोल्छ जहाँ पनि जवाब दिने कुरा हो प्रधानमन्त्री पछि दिन्छ संसारले चल्नु त्यसो यहाँ मैले कहाँ उहाँले प्रधानमन्त्री बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दावी गर्नुभएको थियो। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले सदनभित्र प्रतिपक्षी दलको अभिव्यक्तिले स्वतन्त्रता कायम हुन नसकेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले प्रतिपक्षी दललाई बोल्न नदिने प्रवृत्ति बढ्दै गएको दावी गर्नुभयो। दलको नेताका लागि बोल्नका लागि समय माग्दा समय नदिएपछि आफूहरूले अभिव्यक्ति स्वतन्त्रता कायम गर्न सभामुखको ध्यानाकर्षण गराएको स्पष्ट पार्नुभयो। र सरकारले अविलम्बै संविधानको प्रतिकूलमा ल्याइएका विधेयकहरू फिर्ता लियोस् र संविधान कार्यान्वयनमा गम्भीरता देखाओस् र मानव अधिकारलाई सम्मान गरोस्, प्रेस स्वतन्त्रतालाई सम्मान गरोस्, पूर्ण प्रेस स्वतन्त्रता कायम रहोस् र गुठी सम्बन्धी जुन आन्दोलन चलिरहेको छ त्यो आन्दोलनकारीहरूलाई चाहिँ नि सरकारवालालाई सम्बोधन गरेर उहाँहरूको मागलाई चाहिँ नि यो गुठी विधेयकलाई फिर्ता लिएर त्यो गुठीको संरक्षण हुने खालको विधेयक ल्याइयोस् भन्ने क्रममै हाम्रो संसद दलको नेताले सदनमा बोल्ने चाहिँ नि आज हाम्रो कार्यक्रममा हामीले राखेका थियौँ र सभामुखजीले चाहिँ नि बोल्ने समय उपलब्ध गराउनु भएन। त्यही कारणले उहाँले जबरजस्ती हामीले बोल्छु भन्दै नै सम्माननीय प्रधानमन्त्रीजीलाई बोलाउनु भयो र हाम्रो दलको नेताले बोलिसकेपछि अनि प्रधानमन्त्रीले बोले भए सुल्टो पनि हुन्थ्यो र अहिले उठेका राजनीतिक रूपमा समसामयिक जुन विषयवस्तुहरू छन्, यी गहन मुद्दाहरू छन्, त्यसका बारेमा हामीले चाहिँ जिज्ञासाहरू उठाउँथ्यौँ। हामीले जनआवाजको चाहिँ नि प्रतिनिधित्व गरेर त्यहाँ बोल्थ्यौँ र त्यो कुरामा प्रधानमन्त्री बोले भए सुल्टो पनि हुन्थ्यो, तर उहाँहरूले जबरजस्ती गर्नुभयो र प्रधानमन्त्री बोल्न चाहनुभयो। त्यसमा हाम्रो सहमति थिएन। हामीले अपोजिसनले चाहिँ आफ्नो अभिव्यक्ति गर्ने, आफ्ना विचार राख्ने सदन हो र सदनमा हामीले बोल्नु पाउनुपर्दछ भन्ने नै हाम्रो धारणा हो। तर संसदीय अभ्यासमा त प्रधानमन्त्रीले बोल्छु भनेपछि त पाउँदैन। होइन, पहिला हामीले मागे हो नि त समय प्रधानमन्त्रीसँग प्रश्न उत्तर सोध्ने हो। प्रश्न उत्तरमा त प्रधानमन्त्रीसँग हामीले योभन्दा अगाडि पनि सोधेका हौँ। अगाडि सोद्धाखेरि चाहिँ उहाँले कस्तो खालको चाहिँ उत्तर दिनुभयो, कति गैर संसदीय भाषा प्रयोग गर्नुभयो, असंसदीय मर्यादा विपरीतका चाहिँ शब्दहरू पनि प्रयोग भए। सभामुखले चाहिँ नि ती शब्दहरूलाई हटाउनका लागि आदेश पनि दिनु पर्यो। त्यस कारणले अहिले प्रधानमन्त्रीजीले बोलेपछि हामीले बोल्ने भन्दा पनि हामीले बोलेपछि प्रधानमन्त्री जवाफ दिने हो नि त। प्रतिनिधि सभाका सदस्यहरूले या जनप्रतिनिधिहरूले जनताको कुरा बोलिदिने हो, संविधान कार्यान्वयन गर्ने कुरा बोल्ने हो। संविधान उल्लङ्घन भयो भने यहाँनिर संविधान उल्लङ्घन भयो भनेर भन्ने हो। र प्रधानमन्त्रीलाई चाहिँ हामीले प्रधानमन्त्री युरोप भ्रमण उहाँले प्रतिपक्षी दललाई जबरजस्ती बोल्न नदिने प्रवृत्ति देखिएकाले त्यस विरुद्ध उभिएको स्पष्ट पार्नु भएको थियो। यता नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गर्नुभएको छ। संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको आरोप लगाउनुभयो। त्यसपछि प्रतिपक्षले बोल्ने कुराको सन्दर्भमा बोल्न पाउनुहुन्छ र सभामुखजीको रुलिङ पनि त्यही थियो।
त्यो कुरालाई पालन नगर्नु भनेको गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ। तर प्रमुख प्रतिपक्षी दलले चाहिँ पहिले हामीले बोल्नु पाउनुपर्छ, त्यसपछि प्रधानमन्त्रीले भन्ने कुरा आयो नि त। कहीँ हुँदैन, प्रधानमन्त्री म पहिले बोल्छु भनेपछि बोल्न दिनुपर्छ। त्यसो भए कङ्ग्रेसको अबको कारण आजको बैठक प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उहाँको कुरा सुन्नुपर्नेमा अवरोध सृजना गर्नु नाजायज भएको टिप्पणी उहाँले गर्नुभएको थियो। नेकपा संसदीय दलका उपनेता सुभाष नेवाङले संसदको कार्यसूची विपरीत गएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको बताउनु भएको छ। नेपाली काङ्ग्रेसले मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्नका लागि रोस्टरमा उभिनुभएका प्रधानमन्त्री ओलीलाई बोल्न नदिएपछि उपनेता नेवाङले काङ्ग्रेसको सो गतिविधि संसदको कार्यसूची विपरीत रहेको प्रतिक्रिया दिनुभएको हो। उहाँले संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संसदीय परिपाटीमा संसदको नेता सत्तापक्षका नेता प्रधानमन्त्रीलाई बोल्नका लागि समय उपलब्ध हुने भन्दै बोल्नका लागि रोस्टरमा पुग्नुभएका प्रधानमन्त्रीलाई बोल्न नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। पूर्व सभामुख समेत रहनुभएका नेवाङले प्रधानमन्त्रीलाई बोल्न नदिएको सो विषयमा निधार खुम्च्याएर सोच्न पनि आग्रह गर्नुभयो। म एउटै मात्रै कुरा भन्नाले यो संसदीय परिपाटी हो। संसदीय परिपाटीमा प्रधानमन्त्रीले बोल्नको लागि समय माग गरेपछि प्रधानमन्त्रीलाई बोल्न समय उपलब्ध हुन्छ। त्यस पछाडि प्रतिपक्षले माग्दा प्रतिपक्षका नेतालाई समय उपलब्ध हुन्छ। यसै अनुसार हामी संसदमा बोल्ने हाम्रो प्रचलन छ। प्रधानमन्त्रीले बाहिरबाट फर्केर आउन साथ समय माग गर्नुभएको थियो। संसदले उहाँलाई समय उपलब्ध गराउने कुरा भनेको थियो। त्यसै अनुसार आजको कार्यसूचीमा प्रधानमन्त्रीले बोल्ने कुरा उल्लेख गरिएको छ। अरू जे भयो त्यो यहाँहरूले देख्नुभएको छ। को व्यक्ति भन्ने कुरा होइन, तर हाम्रो प्रणालीमा संसदका नेता, सत्तापक्षका नेता, प्रधानमन्त्रीले उपनेता नेवाङले संसदीय परिपाटीमा संसदमा बोल्न समय माग गरेपछि प्रधानमन्त्रीले बोल्न समय उपलब्ध हुने र त्यस पछाडि मात्रै प्रतिपक्षी दलका नेताले बोल्न पाउने पनि जिकिर गर्नुभएको थियो। राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्न नहुने बताउनु भएको छ। नेपाली काङ्ग्रेसको अवरोधका कारण मङ्गलबारको प्रतिनिधि सभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले विपक्षी दलले समय मागेपछि उपलब्ध गराउनु पर्ने बताउनु भयो। प्रमुख प्रतिपक्षी दलले ढ्यापढ्याप गरिसकेपछि सभामुखले उनको कुरा सुन्नुपर्ने तर्क उहाँले गर्नुभयो। संसदमा प्रतिपक्षी दलको आवाजलाई कुण्ठित गर्नु नहुने भन्दै उहाँले संसद सधैँ प्रतिपक्षी दलको रहेको मान्यतालाई पनि नबिर्सिन आग्रह गर्नुभयो। बोल्ने भन्ने कुनै बेला दमन ढुङ्गानाले संसद प्रतिपक्षको हो भन्ने पनि रुलिङ गरेका थियो। त्यसलाई पनि हामीले आफ्नो परम्परामा लिनुपर्छ। त्यो बोल्दैमा बोलिसकेपछि के हो त्यसको जवाब दिन त टाइम प्रधानमन्त्रीलाई छँदै थियो। अनि त दिएपछि त के बोल्ने, बोलेपछि नै जवाब आउँछ। मेरो कुराको जवाब आइहाल्छ भने पूर्वानुमान कसरी गर्ने? त्यसै गरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सत्तापक्ष र प्रतिपक्ष दुवै गैर जिम्मेवार भएको टिप्पणी गर्नुभएको थियो। अब फेरि व्यावसायिक विश्रामपछि वन विधेयकको सम्बन्धमा संसदीय समितिबाट विज्ञहरूसँग परामर्श। वन क्षेत्रमा उद्योग स्थापनाको अनुमति नदिन सुझाव र मिडिया काउन्सिल विधेयकको विरोध जारी। विधेयक फिर्ता लिनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाइयो। विश्रामपछि समाचारमा स्वागत छ।
संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले वन विधेयकका सम्बन्धमा विज्ञहरूसँग छलफल गरेको छ। समितिको मङ्गलबारको बैठकमा वन विधेयकका सम्बन्धमा विज्ञहरूसँग छलफल गरिएको हो। छलफलमा भाग लिँदै वन विज्ञ डाक्टर कृष्णचन्द्र पौडेलले वन क्षेत्रमा वन विनाश हुने गरी उद्योग स्थापना गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिनुभयो। उहाँले वन क्षेत्रमा उद्योग स्थापना भए वन तथा वातावरण दुवै विनाश हुनेतर्फ पनि सरकार र संघीय संसदलाई सचेत गराउनुभयो। उपलब्ध गराइदिनुपर्छ होला भन्ने कुरा बनाउन सकिएन भने वन सुरक्षामा अरू सुरक्षा निकायहरूको भूमिका यसमा नदेखिएको हुँदाखेरि राष्ट्रिय निकुञ्जपट्टि आर्मीको छ, यतापट्टि चाहिने सशस्त्र प्रहरी आर्मीको चाहिने भूमिका स्पष्ट रूपमा नदेखिएको र सशस्त्र वन रक्षकलाई प्रभावकारी बनाउने एउटा सङ्गठन बनाउने भन्ने भएको हुँदाखेरि कतै यो चाहिने पृथक र प्रभावकारी सशस्त्र वन रक्षक जस्ता बनाउन सकिएन भने सुरक्षामा केही समयसम्म थप चुनौती पो आउँछ कि भन्ने विषयमा सचेत हुनु जरुरी हुने। वातावरणविद कृष्ण गेवालीले विकास र वातावरणलाई सन्तुलित ढङ्गले अघि बढाउने गरी वन सम्बन्धी कानुनी व्यवस्था गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। वन क्षेत्रमा हुने पूर्वाधार विकासको कामले समेत वातावरणमा प्रतिकूल असर परिरहेकाले त्यस्तो अवस्था आउन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारलाई उहाँको सुझाव छ। नट एट द कस्ट अफ त्यो अदर भनौँ न ट्रेड अफ नहुने गरी वन र वातावरण अनि अर्कोतिर विकास, खास गरी चाहिँ यो पूर्वाधार विकास, त्यसमा पनि सामाजिक पूर्वाधार भन्दा पनि भौतिक पूर्वाधार विकासको बिचमा कसरी सन्तुलन स्थापित गर्ने भन्ने बारेमा यो ऐनले अझ राम्रोसँग सोचोस्, केही कुराहरू अझै त्यो दृष्टिकोणबाट पनि हेरियोस् भनेर मैले त्यति सुरुमा भन्न चाहेँ। त्यो चाहिँ एउटा जेनरल ब्याकग्राउन्डको कुरा हो। त्यति भनिसकेपछि म अलिकति स्पेसिफिक कुराहरू मात्रै भन्छु। वन व्यवस्थापन वातावरण संरक्षणको लागि र विकासको लागि आवश्यक भइसकेपछि यो वातावरण संरक्षणका लागि वन व्यवस्थापन गर्ने क्रममा अहिले पनि कुरा उठ्यो। खास गरी विकाससँग जोडिएको कुरा के हो भने वन क्षेत्रको र संरक्षित क्षेत्र पनि त्यसमा पर्छ, जसमा चाहिँ आरक्षीहरू पनि पर्न सक्छन्। त्यो प्रयोग चाहिँ त्यो क्षेत्रको जग्गा चाहिने विकासकर्ताहरूले, लगानीकर्ताहरूले, डेभलपरहरूले, वन विज्ञहरूले वनको व्यवस्थापन गर्दा त्यहाँको पशुपन्छी तथा जीवहरूको सुरक्षामा पनि विशेष ध्यान दिन सरकारलाई सचेत गराएका छन्। सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने माग राख्दै मङ्गलबार देशभर हस्ताक्षर सङ्कलन कार्यक्रम गरिएको छ। पत्रकार महासङ्घले गरेको 2 चरणको आन्दोलनको समीक्षा गरी तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार देशभर पत्रकार, नागरिक समाज, पेसाकर्मीहरूको हस्ताक्षर सङ्कलन गरिँदैछ। त्यस्तै नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले पनि विधेयकको विरुद्ध हस्ताक्षर सङ्कलन गर्न लागेको छ। मिडिया काउन्सिलको विरोधमा सङ्कलन गरिएको हस्ताक्षर असार 6 गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ। नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल कुनै हालतमा मान्य नहुने बताउनुभयो। उहाँले नागरिक तथा पत्रकारको अभिव्यक्ति स्वतन्त्रता नै हनन गर्ने गरी संसदमा पेश गरेको विधेयक खारेज हुनुपर्ने बताउनुभयो। अध्यक्ष पोखरेलले सरकारले विधेयक खारेज नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिनुभएको थियो। सुनसरीको एउटा विद्यालयको एसई रिजल्ट रोक्का गर्न श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सञ्जेलले राष्ट्रिय परीक्षा बोर्डलाई पत्राचार गरेको छ। सोही स्कुलमा पढाउँदै आएकी एक शिक्षिकालाई पारिश्रमिक र श्रम ऐन अनुरूप पाउनुपर्ने सेवा सुविधा स्कुलले नदिएको भन्दै रिजल्ट रोक्न राष्ट्रिय परीक्षा बोर्डलाई पत्र काटिएको हो। विराटनगर महानगरपालिका 8 की तुलसा पोखरेलले सुनसरीको खनारमा रहेको खनार सनसाइन सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा 23 वर्ष काम गरेकोमा लगभग 8 वर्षको पारिश्रमिक र सेवा सुविधा नदिएकाले रिजल्ट रोका गर्न सञ्जेलले पत्रचार गरेका हुन्। उनले स्कुललाई 7 दिनको म्याद दिए पनि स्कुलले भुक्तानी नगरेको हुनाले रिजल्ट रोका गर्न बाध्य भएको बताउनुभयो। 8 वर्ष 8 महिनाको तलब भत्ता, दसैँ खर्च, बिमाको रकम, औषधि उपचारको रकम, चाडपर्व खर्च सञ्चय कोष दिएको छैन। त्यो दिने भनेर पटक पटक वार्ता गराएको छ, पटक पटक तागेता लेखेको छ। त्यसो गर्दा पनि नटेरेको र अन्तिम पटक वार्ता गराएर 7 दिनभित्र समस्या समाधान गर्छु भनेर प्रिन्सिपल नरेन्द्र कुमार जोशीले यहाँ कागज गरेर गएपछि त्यसको कमसेकम 35-40 दिनसम्म पनि कार्यान्वयन नगरेको।
उहाँले अब पनि पोखरेलले आफ्नो सेवा सुविधा र पारिश्रमिक नपाए बैंक अकाउन्ट र बिजुली काट्ने चेतावनी समेत दिनुभएको छ। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। महोत्तरीमा ट्र्याक्टरबाट मोटरसाइकललाई ठक्कर, 1 जनाको मृत्यु। लोक सेवा आयोगले निकालेको विज्ञापन विरुद्ध आन्दोलन जारी, काठमाडौँमा बृहत विरोध प्रदर्शन। प्रतिनिधि सभामा काङ्ग्रेसको अवरोध, प्रधानमन्त्रीले सम्बोधन गर्न पाएन। वन विधेयकको सम्बन्धमा संसदीय समितिबाट विज्ञहरूसँग परामर्श, वन क्षेत्रमा उद्योग स्थापनाको अनुमति नदिन सुझाव। र मिडिया काउन्सिल विधेयकको विरोध जारी, विधेयक फिर्ता लिनुपर्ने भन्दै हस्ताक्षर अभियान चलाइयो। हस्त अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।